स्वागत छ। आज हामी इजी डेन्टलबाट पाएको जानकारीमा अलिक गहिरिएर हेर्दैछौँ, खास गरी दाँत र मुखको स्वास्थ्यबारे। नमस्ते। धेरैजसो अब दाँत दुख्दा वा गिजाबाट रगत आउँदा अलि मतलब गरिँदैन नि, होइन? हो, सामान्य मानिन्छ। तर आजको यो सामग्रीले के देखाउँछ भने यस्ता साह्रो लाग्ने कुराले पनि वास्तवमा ठूलो असर पार्न सक्छ। एकदमै। हाम्रो उद्देश्य पनि त्यही हो, यी सङ्केतहरू किन महत्त्वपूर्ण छन् र मुखको स्वास्थ्यले पुरै शरीरलाई कसरी जोड्छ भन्ने खोतल्ने। यो मुख र शरीरको स्वास्थ्यको सम्बन्ध चाहिँ कतिको गहिरो हुन्छ? निकै गहिरो। यो सामग्रीले त्यही कुरामा जोड दिएको छ। हामीले सोचे भन्दा पनि जटिल हुन सक्छ, अनि यसले केही चेतावनीका सङ्केतहरू पनि औल्याएको छ। जस्तै सबैभन्दा सामान्य तर व्यवस्था गर्दा खतरनाक हुन सक्ने दाँत माझ्दा गिजाबाट रगत आउनु। भनेपछि गिजाबाट अलिकति रगत देखियो भने पनि त्यो सामान्य होइन? हो, किन यति गम्भीर रूपमा लिएको छ त यसलाई? वास्तवमा कुरो के हो भने गिजाबाट रगत आउनु भनेको जिन्जिवाइटिस मतलब गिजा सुन्निने सुरुको अवस्था, त्यसको लक्षण हुन सक्छ। जिन्जिवाइटिस हो, अनि अझै गम्भीर भयो भने पिरियोडन्टाइटिस पनि हुन सक्छ। पिरियोडन्टाइटिस के भनेको चाहिँ? त्यो अलि गम्भीर अवस्था हो। त्यसले दाँतलाई समातेर राख्ने हड्डीलाई नै कमजोर बनाउँछ। सुरुमा त थाहै हुन्न। हो र? बिस्तारै गिजा पछि सर्ने, दाँत हल्लिने अनि अन्त्यमा दाँत नै झर्ने अवस्था आउन सक्छ। ओहो, यो त डरलाग्दो कुरा रहेछ। मतलब सानो सङ्केतले यति ठूलो समस्या ल्याउन सक्ने भयो त? त्यही त। अनि यसलाई रोक्न वा समयमै उपचार गर्न के गर्न सकिन्छ? स्रोतले के भन्छ? खाली ब्रसिङले पुग्छ त? त्यतिले मात्र पुग्दैन। रोकथाम र समयमै उपचार एकदमै महत्त्वपूर्ण छ। नियमित ब्रसिङ त गर्नै पर्यो, त्यसले प्लाक हटाउँछ। हजुर। तर सही तरिकाले दिनको 2 पटक ब्रस गर्ने अनि डेन्टल फ्लस पनि प्रयोग गर्ने, त्यो पनि उत्तिकै जरुरी छ। फ्लस पनि? खानपानमा पनि ध्यान दिनु पर्यो, विशेष गरी गुलियो कुरा कम खाने। सही। अझ सबैभन्दा महत्त्वपूर्ण कुरा, नियमित रूपमा डेन्टिस्ट कहाँ जचाउन जानु। नियमित जाँच। तर कतिपयलाई लाग्छ नि, नदुखेसम्म किन जानु डेन्टिस्ट कहाँ, होइन? स्रोतले दुखाइलाई कसरी हेरेको छ? यहाँ बुझ्नुपर्ने कुरा के छ भने दुखाइ भनेको त प्राय समस्या अलि बढिसकेपछिको लक्षण हो। स्रोतले के भन्छ भने सानोतिनो दुखाइ होस् वा गिजाबाट रगत आउने यस्ता सङ्केतलाई पटक्कै व्यवस्था नगर्नुस्। यी त सुरुका चेतावनी हुन्। अनि अर्को कुरा, मुखमा भएको सङ्क्रमण मतलब ब्याक्टेरिया रगतबाट शरीरको अरू भागमा पुगेर मुटु रोग वा मधुमेह जस्ता समस्यालाई झन बढाउन सक्छ भन्ने पनि केही अध्ययनले देखाएका छन्। ओहो, मुटु रोग मधुमेहसम्म? हो, त्यस्तो सम्भावना पनि औल्याइएको छ। त्यसैले समयमै उपचार गर्यो भने मुस्कान मात्र जोगिने होइन, पुरै स्वास्थ्य नै जोगिन सक्छ। दाँतको समस्या कहिल्यै सामान्य होइन, यो कुरामा स्रोतले बारम्बार जोड दिएको छ। यो त साँच्चै विचार गर्नुपर्ने कुरा रहेछ। हामीले सामान्य ठानेको कुराले कति ठूलो असर पार्ने रहेछ। एकदम। त्यसो भए आजको छलफलको मुख्य सार यही भयो। मुख स्वास्थ्यका सासाना लाग्ने सङ्केत जस्तो गिजाबाट रगत आउनु वा हल्का दुख्नु, यसलाई गम्भीरतापूर्वक लिनुपर्छ। एकदम सही। नियमित हेरचाह, राम्रो खानपान अनि समयमै डेन्टल चेकअप, यसले भविष्यका ठूला स्वास्थ्य जोखिमबाट बचाउन सक्छ। हो। र अन्त्यमा एउटा प्रश्न सोच्न मन लाग्यो। के होला? अब यदि गिजाबाट रगत आउने जस्तो सामान्य लाग्ने लक्षणलाई वास्ता नगर्दा दाँत गुम्ने वा अरू स्वास्थ्य समस्या आउन सक्छ भने हाम्रो शरीरले यस्ता अरू कति सासाना सङ्केत दिइरहेको होला, जसलाई हामीले सायद जानी नजानिकन नजरअन्दाज गरिरहेका छौँ, अनि त्यसले भविष्यमा हाम्रो समग्र स्वास्थ्यमा कति गहिरो असर पार्न सक्ला। यो चाहिँ अलि सोच्नुपर्ने विषय हो।